माइलो डन भनेको को हो? हेर केटा हो, हेर। यो डायलगमा दम छैन। उसको उस शब्द त्यो पहिला थियो नि, त्यो डायलग भेनाको पहिला सुरु को आयो आयो माइलो डन आयो भन्ने हो, त्यो चाहिँ भन्नु हो, त्यो चाहिँ दमदार छ नि। अब 12 मुलुकको पुलिसले खोज्छ माइलो डन कहाँ छ, माइलो डन वान्टेड कता छ, यो वाला वान्टेड वाला हो त्यो भन्नु त। विश्वको पुलिसले कुना कुनामा खोज्छ माइलो डन कहाँ छ भनेर। माइलो डन कोही सामान्य गोल्लीमा हिँड्नु चाहिँ नत्र, गुन्डा होइन। माइलो डन भनेको एउटा विश्वको वान्टेड हो। माइलो डनका रूप अनेक, अनि माइलो डन पनि अनेक। कुन देशमा कति बेला कहाँ आउँछ त्यो कसैलाई पनि थाहा हुँदैन। त्यही नै माइलो डन हो। केपी शर्माले कुन बेला जापानमा इन्टरपोल लाउन बेर गर्दैन उ शब्द, यही तरिका हो। इन्टरपोल पुरै लगाएर सिकाउँछ उन बेला। भयो केटा 800 जना ट्याप ट्याप पनि गरौँ है, सबैजना ट्याप ट्याप गरौँ। तर फिल्म त बनाउँदाखेरि हुने रहेछ भेन। तपाईँको कमेडी सोमा पुगिसकेको कुरोहरू त्यस्तो मजाक गर्छन्, रमाइलो चल्छ के भेन। नेपालभरि दबदबा भइसकेको छ तपाईँको डायलगले, पुरा नेपालमा इन्टरनेसनल लेभलमा भइसकेको छ। इन्टरनेसनल लेभलमा He is not national actor, he is international. होइन अब यस्तो जहाँ पनि पैसै पुँजी चाहिँ चाहियो क्या, जे पनि चिज गर्नलाई होइन। शब्द जिन्दाबाद। बिना धन केही नभने, धनको बिना के हुन्छ र, अन्त धनै चाहियो। जे गर्नलाई पनि धनै चाहियो, एकदम पैसा इम्पोर्टेन्ट है। तपाईँको टुप्पी छ नि, त्यो बच्चा टुप्पी यस्तो गर्दा हल्लिँदा कस्तो देखिँदो रहेछ, एकछिन हल्लाउनु त अघि देखिँदो रहेछ, कस्तो दामी देखिन्छ टुप्पी। तपाईँको टुप्पी क्या यताको यो निक्लिँदो रहेछ, यता उता यता यता फर्काउँदाखेरि निक्लिँदो रहेछ। धेरै आदिम लाग्यो यो डायलग भन्नु न भनेको। फैलिएको पुलिसहरू जब सोध्छ नि माइलो डन कहाँ छ वान्टेड भनेर, हो त्यही माइलो डन हो, बुझ्यौ? साला के सोचेर बसेका छौ र माइलो डनलाई? हजारौँमा रूप छन् माइलो डनका, एउटा रूप होइन। जब बच्चा सुत्छ नि घरमा, आमाले भन्छ माइलो डन आयो बाबु, माइलो डन आयो, बच्चा रुन पनि छोड्छ। को हो माइलो डन भनेको? बुझ्यौ केटा हो यो डायलग भन्नु त लु। अब त्यो लास्टमा त्यहाँ गरेर त्यही त खराब गरिदिन्छ नि। त्यसलाई मैले हल्का रिमिक गरेर हालेको क्या मैले आफै, रमाइलो हुन्छ नि त महिला चाहिँ। यो फैलिएको पुलिसहरू जब सोध्छ नि माइलो डन कहाँ छ वान्टेड भनेर, हो त्यही माइलो डन हो, बुझ्यौ? साला के सोचेर बसेका छौ र माइलो डनलाई? हजारौँमा रूप छन् माइलो डनका, एउटा रूप होइन। जब बच्चा सुत्छ नि घरमा, आमाले भन्छ माइलो डन आयो बाबु, माइलो डन आयो, बच्चा रुन पनि छोड्छ। को हो माइलो डन भनेको? बुझ्यौ पुरा नन स्टप पनि बोलियो छ होइन। यो मिलियन क्रस भएको छ नि, यो मेरो भिडियो मिलियन क्रस भएको छ। होइन एकदम म त्यति बेला कसरी भने मैले पनि गाह्रो हुन्छ। अब अर्को डायलग निकाल्नु पर्यो के खतरनाक डायलग के। अब डाइलेक्ट त भइहाल्छ, लेखेर पनि